मिठू चेपाङ बहिनीले अर्जुन सापकोटासँग गाएको पहिलो गीतको यसरी हुँदैछ भव्य सुटिङ। आज मेकअप गर्दा मिठू यस्ती देखिन्, सुटिङमा भयो यति रमाइलो। फरक देखिनु भएको छ आज। हजुरले आफूलाई ऐनामा हेर्नुभयो एकचोटि? बहिनीले यति मिठो स्वरमा गाइसकेपछि अब हामीले पनि आफ्नो राम्रो तरिकाले डान्स चाहिँ प्रस्तुत गरौँ भन्ने मलाई एकदमै जोसका साथमा नाचिरहेको छु म त्यही भएर। भनेपछि पुरानै गायिकाले गाएको जस्तो उहाँको चाहिँ एकदमै राम्रो, एकदमै भनौँ न नयाँले गाएको जस्तो फिलै भएको थिएन। मलाई त पछि थाहा भएको थियो पनि होइन। दर्शक महानुभावहरू नमस्कार, म पारस भट्टराई। म यति बेला काठमाडौँको यो जितपुर फेदीमा छु। यहाँ चाहिँ एकदमै भव्य रूपमा मिठू चेपाङ बहिनी, जसको घर चाहिँ तनहुँको बन्दीपुर 3 ठाडो खोला हो, त्यहाँबाट चाहिँ मिठू चेपाङको प्रतिभालाई तपाईँहरूमा आज प्रस्तुत गरेको थिएँ। मिठू चेपाङ बहिनीको पहिलो गीत रेकर्ड भइसकेको छ चर्चित गायक अर्जुन सापकोटासँग। आज त्यही गीतको म्युजिक भिडियो पनि छायाङ्कन हुँदैछ एकदमै भव्य र सभ्य रूपमा। यस म्युजिक भिडियोमा नेपालकै पछिल्लो समयका चर्चित मोडल विजया पुन र त्यसै गरी चर्चित गायिका बिन्दु परियारले यस गीतमा चाहिँ मोडलिङ गर्नुभएको छ। यो गीतमा बिन्दु परियारको लय पनि छ र एकदमै व्यस्त चर्चित शब्द रचनाकार नेत्र अर्यालको यसमा शब्द छ। पछाडिपट्टि देख्न सक्नुहुन्छ यो घर जुन एकदमै गाउँले परिवेशको टिपिकल घर हो। यो घरमा मिठू चेपाङको पहिलो गीत यसरी सुटिङ पनि भइरहेको छ र विशेष गरी आजको यो भिडियोमा चाहिँ डाइरेक्टरले एकदमै अर्ग्यानिक र एकदमै टिपिकल गाउँले परिवेशलाई चाहिँ आजको भिडियोमा चाहिँ देखाइराख्नु भएको छ। यति बेला चाहिँ यो भिडियो छायाङ्कन गरिरहँदाखेरि नेपालका एकदमै व्यस्त एकदमै टप म्युजिक भिडियो डिरेक्टर विक्रम चौहान र पछिल्लो समयका एकदमै व्यस्त म्युजिक भिडियोका क्यामेराम्यान आदरणीय सर प्रकाश खड्काले चाहिँ आज यो भिडियो चाहिँ सुट गर्दै हुनुहुन्छ। पक्कै पनि यो टिम एकदमै विशेष छ र यो भिडियो पनि एकदमै विशेष रहनेछ, विशेष हुनेछ भन्ने कुरामा चाहिँ दुई मत नै छैन। तपाईँहरूको प्रतीक्षाको घडी अब केही घन्टापछि सकिँदैछ। यतापट्टि विक्रम चौहान हुनुहुन्छ, म थोरै उहाँसँग जोडिन चाहन्छु। कस्तो हुँदैछ सर आज सुटिङ? सुटिङ एकदम रमाइलो भइरहेछ। हामी बिहानदेखि निरन्तर सुटिङमा लागिरहेका छौँ। अब यति राति अहिले लगभग 10 बज्न लाग्यो होइन। सुटिङ राम्रै भइरहेछ, सबै कलाकारहरूले राम्रो काम गर्नुभएको छ। भने पछाडि यो म्युजिक भिडियो कस्तो लेभलको बन्छ त? त्यो पनि फेरि दर्शकहरूको चाहना छ, किनभने तपाईँले जुन आज गीत बजाएर चाहिँ मोडलहरूलाई नचाइराख्नु भएको छ, डिरेक्सन गर्नुभएको छ मिठू चेपाङ बहिनी, जसलाई चाहिँ मैले गाउँबाट यहाँसम्म ल्याइपुऱ्याएको छु। त्यो भएर धेरैजना यति बेला मिठू चेपाङको गीत भिडियोलाई चाहिँ भिडियोको प्रतीक्षामा हुनुहुन्छ। कस्तो खालको म्युजिक भिडियो यो चाहिँ अलिकति स्कुलाइदिनुहोस् न। यो एकदमै टिपिकल होइन, गाउँमा बज्ने भाका, गाउँको एकदम सेरोफेरोमा हामीले टिपिकल म्युजिक भिडियो बनाउने प्रयास गरिरहेका छौँ र एकदमै मेहनत गरिरहेछौँ। सबैजनाले मेहनत गरिरहनु भएको छ। हाम्रो टिमले एकदमै राम्रो दर्शकहरूलाई एकदमै मनपर्ने खालको भिडियो हामीले बनाउने कोसिस गरिरहेका छौँ। आशा छ बहिनीको भिडियोलाई दर्शकहरूले एकदमै माया गरिदिनु हुनेछ। पक्कै पनि। यतापट्टि थ्याङ्क यू सो मच। यतापट्टि सेट पनि छ, म यति धेरै डिस्टर्ब पनि गर्न चाहन्न। यतापट्टि मिठू चेपाङ बहिनीको भिडियो सुट पनि भइरहेको छ। उहाँको फेस अलिकति फरक छ आज, किनभने मेकअप गर्नुभएको छ, त्यो भएर चिन्न पनि अलिकति गाह्रो पनि भइरहेको छ मलाई मिठू चेपाङ बहिनीलाई। धेरैले यो भिडियो हेरिसके पछाडि मिठू बहिनी मेकअप गरिसकेपछि धेरै फरक देखिनु भएको छ। आज धेरै राम्रो देखिनु भएको छ। हुन त पहिला पनि राम्री हुनुहुन्थ्यो, अझै राम्री देखिनु भएको छ। चिन्नै गाह्रो भयो पनि भन्नुहुन्छ होला धेरैले। पक्कै पनि यतापट्टि सुट भइरहेको छ, उहाँहरूलाई डिस्टर्ब गर्न चाहिन्न। यतापट्टि थोरै म जोडिन चाहन्छु हाम्रो प्रकाश खड्काज्यूसँग। नमस्कार। आज एकदम भव्य रूपमा सुटिङ भइरहेछ यो गीत? एकदमै राम्रो भइरहेछ। हामी लाइभ गरिरहेछौँ अहिलेसम्म। थुप्रै चर्चित गीतको तपाईँले छायाङ्कन गरिसक्नु भएको छ। तपाईँ एकदमै व्यस्त र टप पनि हो अहिलेको नेपालको। यो गीत छायाङ्कन गरिरहँदाखेरि के कुराहरू खेलिरहेको छ? मैले जसरी बहिनीलाई गाउँबाट यहाँसम्म ल्याइपुऱ्याएको छु, बहिनीको स्वर सुन्दै गर्दाखेरि कस्तो कुराहरू खेलिरहेको छ मनमा? बहिनीको एकदमै भनौँ न त्यो पुरानै गायिकाले गाएको जस्तो उहाँको चाहिँ एकदमै राम्रो, एकदमै भनौँ न नयाँले गाएको जस्तो फिलै भएको थिएन। मलाई त पछि थाहा भएको थियो पनि होइन। एकदमै राम्रो गाउनु भएको छ बहिनीको होइन। स्वर पनि एकदमै मिठो छ, काम पनि राम्रो भइरहेछ, गीत मिठो छ, राम्रो हुनेछ। अनि बहिनी कस्तो लागिरहेछ आज? आज एकदमै खुसी छु। खुसी हुनुहुन्छ? हजुर, खुसी लागिरहेछ। हजुर त एकदमै फरक देखिनु भएको छ आज। हजुरले आफूलाई ऐनामा हेर्नुभयो एकचोटि? ऐनामा हेर्नुभयो? कस्तो देखिनु भएको छ? ऐनामा त हेरेको हो, मेकअपले हो यो सबै है। हजुर। अब मेकअप लगाइसकेपछि त फरक हुन्छ नि त मान्छे होइन, गाउँले जस्तो हुँदैन। अब सहरमा आएपछि त मेकअप लगाउँदाखेरि होइन अब फरक देखिन्छ। एउटा टुक्का तपाईँको यो गीतको एउटा टुक्का गाइदिनुहोस् न।
हुन्छ हेर्छु फोटो खान्छ मन कतै तिम्रै माया छ मलाई चौपटै हेर्छु फोटो खान्छ मन कतै तिम्रै माया छ मलाई चौपटै ए तिम्रै माया छ मलाई चौपटै साँच्चै एकदमै मिठो गीत छ यो गीतको म्युजिक भिडियो पनि एकदमै राम्रो बनाउन कोसिस गरिराख्नु भएको छ यता टिमले र यतापट्टि गायिका बिन्दु परियार हुनुहुन्छ उहाँ आफै गायिका पनि हुनुहुन्छ तर उहाँ गायिका भएर यो गीत आफै पनि गाउन सक्नुहुन्थ्यो तर उहाँको मन एकदमै ठुलो रहेछ मैले चाहिँ यो दुःख पाएको बहिनीलाई चाहिँ सपोर्ट गर्नुपर्छ भनेर आफू बरु मोडलिङमै खेलेर भए पनि चित्त बुझाएर बहिनीलाई सपोर्ट गर्नुभएको छ कस्तो लागिरहेछ म जतिको खुसी पक्कै सबै हुनुहुन्छ म एकदमै खुसी छु बहिनीलाई साथमा राख्न पाएँ आज सँगै म मोडल बहिनी गायिका बन्न बहिनीले यो गीत गाउँदाखेरि खुसी हुनुहुन्छ एकदम म त धेरै खुसी छु है एकदमै ल हुन्छ ल आज तपाईँ यो गीतमा मोडलिङ पनि गर्दै हुनुहुन्छ तपाईँ यो गीतको आज भिडियोको हिरोइन पनि हो अब बहिनीको पनि फर्स्ट खुसी मैले दिन सफल भएँ र बहिनीले पनि मलाई मोडल बनाउन पहिलो खुसी दिनुभएको छ एकदमै खुसी छु दर्शक श्रोताहरूले माया गरिदिनुहुन्छ भन्ने धेरै विश्वास राखेका छौँ थ्याङ्क यू ल सबैलाई नमस्कार है थ्याङ्क यू सो मच तपाईँहरू सबैलाई तपाईँहरूको पनि एकदमै ठुलो यहाँ भूमिका धेरै ठुलो छ मैले चाहिँ यति बेला हाम्रो सर विजय सर यता आइसो आज यो गीत सुटिङ भइरहेको छ यो गीतको म्युजिक भिडियोको हिरोलाई चाहिँ मैले खोजिरहेको थिएँ कता जानुभयो यो गीतमा 12:30 भइसक्यो त्यही पनि साथी आएन भन्ने टुक्काहरू पनि के छ होइन आज म साथीलाई खोज्दैछु साथी पनि हुनुहुन्छ मेरो सर पनि हुनुहुन्छ सर नमस्कार नमस्ते हजुर नमस्ते कस्तो लागिरहेछ आज तपाईँ एकदमै बिहानदेखि नै एकदमै जोसको साथमा तपाईँले यो गीतमा चाहिँ न्याय दिनको लागि कोसिसरत हुनुहुन्छ कतिको खुसी लागिरहेछ आज एकदमै खुसी लागिरहेको छ अब बहिनीले यति मिठो स्वरमा गाइसकेपछि अब हामीले पनि आफ्नो राम्रो तरिकाले डान्स चाहिँ प्रस्तुत गरौँ भन्ने मलाई एकदमै के भन्छ त्यसलाई जोसका साथमा नाचिरहेको छु म त्यही भएर भनेपछि अब यो गीतमा तपाईँ डान्स गर्दै गर्दाखेरि भित्रैबाट तपाईँ एकदम खुसी हुनुहुन्छ एकदमै मैले अब सामाजिक सञ्जालमा पनि हेरिरहेको थिएँ होइन बहिनीको त्यति मिठो भोइसलाई अब प्रत्यक्ष रूपमा पनि सुन्न पनि पाइयो र बहिनीले गाएको गीतमा आफै पनि खेल्न पाउँदाखेरि एकदम खुसी लागिरहेको छ है एकदमै धेरै धन्यवाद सबैलाई ल एकदमै थ्याङ्क यू सो मच विजय पुन तपाईँलाई किनभने तपाईँले पनि यति ठुलो सपोर्ट गर्नुभयो साँच्चीकै उहाँ पनि एकदमै दुःखबाट आउनुभएको हो दुःखपट्टि सुख हुन्छ भन्ने एउटा उदाहरण उहाँले पेस गर्नुभएको छ आज उहाँले आफ्नै गाडी चढ्नुहुन्छ आफ्नै घर बनाउनु भएको छ यो सबै स्ट्रगलबाट त हो नि जिरोबाट हिरो भएको विजय पुन हो कि होइन जिरोबाट त माथि त आयो तर हिरो चाहिँ मतलब हिरो हुनुभयो तपाईँ भइसक्नुभयो तपाईँले भन्नु नभन्नु आफ्नो कुरा होला तर तपाईँ चाहिँ हिरो हो धेरै जनताको लागि है त हस् थ्याङ्क यू हजुर विजय ल थ्याङ्क यू सो मच थ्याङ्क यू ल सबैजना प्रतीक्षामा हुनुहुन्छ पक्कै पनि अबको केही घन्टामा यसको यो गीतको मिठो चेपाङको पहिलो गीतको म्युजिक भिडियो पनि बाहिरिँदैछ बिन्दु परियार अफिसियल युट्युब च्यानलमा तपाईँले गएर सर्च गर्नुहोला अहिले नै बिन्दु परियार अफिसियल युट्युब च्यानललाई चाहिँ तपाईँले सब्सक्राइब गर्नुहोला र त्यहाँ जोडिनु होला छिटै नै यो गीतको म्युजिक भिडियोसहित गीत आउँदैछ प्रतीक्षा गर्नुहोला है त